हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल हिक्मत नाचरिङ भ्लग है। तपाईँहरूले देख्न सक्नुहुनेछ यो कहाँनिर हो भनेर तपाईँहरूलाई म एकछिनमा भन्छु होइन। यो यहाँनिर हेर्न सक्नुहुनेछ यो आहा लसुन झन्डेले लडे होइन। लसुन बारी, यो फिनल हाउस अनि यहाँनिरको दृश्यहरू हेर्न सक्नुहुनेछ तपाईँहरूले। यो कुन ठाउँ हो भने म तपाईँहरूलाई एकछिनमा भन्छु, तपाईँहरूले भ्लगलाई कन्टिन्यू हेर्दै जानु होला होइन। यो यहाँ देखिएको बारीहरू होइन, यो बारी अनि यो घर चाहिँ कहाँ हो भनेर सोचिराख्नु भएको होला तपाईँहरूले होइन। यो जम्मै देखेको बारी दुईजना मान्छेले गर्नुहुन्छ। यो बारी यो बारी, यो तल्लो बारी, यो बारी, यो जम्मै बारी दुईजना मान्छेले मात्र गर्नुहुन्छ। यो घर अब मान्छे बस्नुहुन्न यहाँनिर होइन। आइया लडे, खुट्टै मर्क्यो यो घर। आइया मरे, यो घरमा पनि मान्छे बस्नुहुन्न, गइसक्नुभयो होइन। अनि अब देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तो दामी गाउँ छ होइन। यो जम्मै देखेको बारी, यो बारी जोतेको बारीहरू होइन, यो नजोतेको बारीहरू सब दुईजना मान्छेले गर्नुहुन्छ होइन। अनि यो तपाईँहरूले सोचिराख्नु भएको होला यो किन यसरी मकै भाँचेको भनेर सोचिराख्नु भएको होला। हेर्नु न शीत पर कस्तो भएको छ, यस्तो तुसारो झर्छ, शीत झर्छ होइन। अनि त्यही भएर यो चाहिँ गाईबस्तुलाई घाँसको लागि यसरी अब पछिसम्मको लागि घाँस सेभ होस् भनेर चाहिँ यो मकै यसरी भाँचेर यो मुनिको घाँसहरू यसरी जोगाउनुको लागि चाहिँ यो मकैको घाँस यसो गरेर शीतबाट बचाउनुको लागि, यो घाँस बचाउनुको लागि यसरी यो मकै भाँचेर राखिएको। यो चाहिँ पछि अब मङ्सिर भइहाल्यो, पुस माघमा गाईबस्तुलाई खुवाउनुको लागि यो घाँसहरू यो यस्तो शीतहरू छ नि, यस्तै हो यो शीतहरूबाट, तुसारहरूबाट बचाउनको लागि चाहिँ यो मकैको घाँसहरू यसरी भाँचेर अनि मुनिको झारहरू घाँसहरू भोलि पर्सि पुस माघको लागि गाईबस्तुलाई बचाएर राख्नुभएको हो होइन। अनि देख्न सक्नुहुन्छ यो घरमा पनि मान्छे बस्नुहुन्न होइन, कोही बस्नुहुन्न यो घरमा। अनि यो जम्मै बारीहरू, यहाँ देखेको बारीहरू जति छ यो बारीहरू सब दुईजना मान्छेले गर्नुहुन्छ होइन। सबै गाउँ हेर्नु यस्तो सुन्दर छ, वाउ है। जाडो भन्नुहुन्छ भने फेरि यहाँनिर मरिन्छ, त्यस्तो जाडो छ होइन। यो चाहिँ अरू कोही नभएर, काहीँ नभएर यो चाहिँ मेरो मावल मखमले खोटाङ जिल्ला दिक्तेल पर्छ होइन। साकेला गाउँपालिका सुँगुर पनि पाल्नु भएको रहेछ मेरो मामाले यहाँनिर होइन। मेरो मामा घर हो साथीहरू। मेरो मामाले बुन्नुभएको डोको हेर्नु यहाँनिर, राम राम राम। यो डोकोमा घाँस बोक्दा कस्तो होला साथीहरू, पत्कर बोक्दा हेर्नु न, हुँदैन। अनि टक्कसँगले यो घरमा पनि मान्छे बस्नुहुन्न होइन, गइसक्नु भयो बसाइसकेर सबै। अब बाँकी भनेको मेरो मामा मात्र हुनुहुन्छ। तर पनि मेरो मामाको घरमा मकैको थाकेर हेर्नु न दुईजनाले गरेको काम। मेरो मम्मीको माइती गाउँ, मेरो मम्मी जन्मेको घर है यस्तो छ। टक्क लाएर हेर्न सक्नुहुनेछ। हामी चाहिँ अब यहाँनिर घुम्दा हुँदा यस्तो जाडो छ नि, सास फेर्नै गाह्रो भएछ बोल्न पनि होइन। यहाँनिर यो घरमा चाहिँ मेरो मामा र माइजू मात्र बस्नुहुन्छ होइन। अनि यो जम्मै बारीहरू मेरो मामा र माइजूले मात्र गर्नुहुन्छ, दुईजनाले। मेरो मामा माइजू खतरा हुनुहुन्छ, हेर्नु कति काम गर्नुपर्छ पाहाडमा। हुन्छ माइजू, मेरो माइजूले मलाई बोलाउनु हुँदैछ भित्र होइन। म भित्र जान्छु साथीहरू। यहाँ कति चाहिँ काम गर्नुपर्छ, यो बारी त्यो बारी है, त्यो बारी, यो जति जम्मै देखेको बारी त जति मैले अघि परदेखि देखाउँदै आएँ यो जम्मै बारी मेरो मामा र माइजूले मात्र गर्नुहुन्छ। आँखाले भ्याए जति हो, परसम्म यो आँखाले भ्याए जति तल्लो घरदेखि यता माथिको जम्मै यो आँखाले भ्याए जति बारी सबै मेरो मामा माइजूले गर्नुहुन्छ। खतरा। मेरो मामाको यहाँनिर मिल पनि रहेछ। म मामा माइजूलाई देखाउँछु अब। मेरो मामा हुनुहुन्छ यहाँनिर, मामा हजुर सेवा। मेरो मामा हुनुहुन्छ, खतरा हुन्छ फेरि हाम्रो मामा। मेरो मामाले के भएर यो मामा चाहिँ के हुनुहुन्छ अरे मामा? जाडको घैटो हुनुहुन्छ मेरो मामा। एकदम
पौरखी हुनुहुन्छ है मेरो मामा चाहिँ खतरा साथीहरू जानु हिजो राति आयो त्यही भएर मैले भिडियो बनाएन माइजू आउनुहुन्छ माइजू सेवा माइजू नि यहाँनिर खत्रै बिहानै आलु छिन्नु भएछ माइजूले अब आलु खान्छु मैले हस् कस्तो ठाउँमा बसेको हाम्रो पिता पुर्खाहरू हाम्रो बाबुबाजेहरू योमा भाइहरू साथीहरू मावला गइरहेको मावलामा मासु भात खाएर आयो निक्ल्यो जम्मै निक्ल्यो तेल भएर निक्ल्यो हाम्रो अब अहिले के भन्नु मेरो मम्मीको माइती घर यस्तै भिर पोखरामा मेरो मम्मीले घाँस पात गरेर के भन्नु हिँडेकी मेरो आमा अहिले त मधेसमा थिइन् मरे नि के हो यो बाटो यस्तोमा अब घाँसको भात लिएर हिँड्थ्यो अरे अरे है देखेन गफ लाग्यो भनौँ भने पनि अब बाटो यस्तै छ होला त नि हेर्नु साथीहरू खालि हिँड्न गाह्रो भएर छ होला यहाँनिर मान्छेहरू घाँसपात गरेर हिँड्नुहुन्थ्यो अरे मेरो मम्मीको घर जाने बाटो हेर्नु यहाँबाट झऱ्यो भने खोलामा ल मेरो मम्मीको माइती घर जाने बाटो मखमले दिक्तेल 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 के पर्छ दिक्तेल जिल्ला साकेला गाउँपालिका मखमले भन्ने ठाउँ बाटो हेर्नु साथीहरू यसो ठाउँमा घाँस बोकेर हिँड्थ्यो अरे बाख्रा लिएर हिँड्थ्यो अरे अब नपत्याउनु पनि कसरी बाटो यस्तो छ गलियो माउलीहरूको हो खोटाङ जिल्ला रिवदीमा खिदिममा खिदिममा रहेछ खिदिममा 9 मखमले बस्ने जनमाया राईको जन्म विक्रम सम्मत 1976 97 5 मा भाइ 2063 4 मा वर्ष 66 पुगी स्वर्गीय हुँदा पति राजन मान राई छोरा रञ्जमान राई छोको छोरा नन्दसुर राई बुहारी बिजुमाया र छोरीहरूले बनाइदिएको यो चौतारा मेरो कोकुको हो मेरो मावली बजुको हाम्रो मेरो घरकै बजुको हो मेरो मावली बजुको यो बस्ने ठाउँ सम्झनामा मम्मीको माइत जाने गाउँ बाटो ठाटी चौतारा ल बुढी बजुहरू बस्यौँ हामी तपाईँहरू चौतारामा आएर एकछिन यही जङ्गल हो है साथीहरू मेरो मम्मीहरूले चाहिँ यहाँबाट सुँगुर भैँसी राँगाहरूलाई चाहिँ पत्कर सोरेर झराप झराप बनाएर यस्तो जङ्गलबाट लानुहुन्थ्यो र अघि आएको बाटो थिएन जुन यसरी नै सोरेर